साथीहरू सबैजनालाई नमस्कार। म चाहिँ आज सेकेन्डरी मार्केटमा सेयर किनबेच गर्दा हुन सक्ने गल्ती र अपनाउनु पर्ने सजगताहरू भन्न गइरहेको छु। हामी सबैलाई सेयर मार्केटमा प्रवेश गरेपछि पैसा कमाउनु मन छ, तर अब सबैले कमाउन सकिरहेका सक्दैनन्। किन त भन्दाखेरि हुन त अब सजिलो उपाय छ तल किन्ने माथि बेच्ने, तर अब कति तल किन्ने र कति माथि बेच्ने भन्ने कुरा छ। त्यस कारणले एउटै कुरो चाहिँ हामी धेर जति चाहिँ किन्नलाई हतारिन्छौँ र बेच्नलाई चाहिँ डराउँछौँ। यो चाहिँ किन्नलाई हतारिनु भएन, बेच्नलाई डराउनु भएन। मेन चाहिँ एउटा सेयर अब बढेपछि अब तपाईँले किनेको भन्दा सुरुमा चाहिँ तपाईँले किनेको भन्दा 15-20% चाहिँ माथि गयो भने चाहिँ त्यसलाई चाहिँ बेच्नु होला। जस्तै यहाँ हेर्नु है, जस्तो अब नेप्से यता हुँदा तपाईँले 2700 हुँदा किन्नुभयो, अब यो 28-29 पुग्दाखेरि चाहिँ तपाईँलाई 10-15% प्रफिट आएको छ भने बेच्नु होला। र बेचेपछि त्यसपछि चाहिँ त्यो चाहिँ अब जब नेप्से अलिअलि घट्छ नि, त्यहाँ त्यो बेचेको पैसाले त्यतिरै तत्कालै नकिन्नु होला कि चाहिँ अर्को एउटा नबढेको स्टकमा हाल्नु होला कि चाहिँ किन्नको लागि वेट गर्नु होला। कुनै पनि चिज बढेपछि सेयरमा चाहिँ घट्ने नै हो। मेन कुरो चाहिँ यो कुरोलाई चाहिँ किन्नलाई नहतारिकन चाहिँ एउटा मजाले नेप्से घटिसकेपछि चाहिँ किन्नका लागि रेडी हुनु होला है। म यहाँ तपाईँहरूलाई 1-2वटा स्टकको दिन्छु, सजेसन दिन्छु, तपाईँहरूले यहाँ चाहिँ हेर्नु होला है त। जस्तै अब छ्याङ्दी सियाचेलाई छ्याङ्दी हाइड्रो पावरको हेरौँ है त एकचोटि। यो अहिले किन्ने भनेर चाहिँ जस्तो अब हाम्रो सामान्य नियम छ किन्नेमा, यो चार्ट फलो गर्नुपर्छ। हेर्नुहोस्, यो चार्ट चाहिँ यसको लो बिन्दु कहाँ छ र यो सेयर जस्तो यसको लो बिन्दु यता भनौँ नजिकको लो भनेको 385 रहेछ सिएचएलको चाहिँ। अब यो बढेर कहाँ पुग्यो 586, 385 को 586 लगभग 40-50% बढेपछि यसमा सेलिङ आएको छ। अब तपाईँहरूले अब जता किन्नुभयो यसमा बेचेर बस्नु भएको छ भने अब यही सेयरमा चाहिँ नहाल्नुहोस्, अथवा नयाँ इन्ट्री गर्न चाहनेले पनि अब एकदम रिस्क लिन सक्नेले चाहिँ हाल्न सक्यो, किनकि ट्रेन्डिङमा रहेको स्टक भनेर त्यो पनि थोरै क्वान्टिटीमा। न त नयाँ हुनुहुन्छ भने यति घट्दैखेरि चाहिँ नहाल्नुहोस्, किनकि यो धेरै बढेको स्टक छ नि त। 380 बढेकोबाट 531 पुगेको छ, यसमा त अझै प्रफिट बुक गर्ने सम्भावना, अझै तल आउने सम्भावना हुन्छ। त्यस कारण कम्तीमा नै यो चाहिँ 380 यो सेयर चाहिँ यहाँ पुगेपछि यसलाई किन्नको लागि चाहिँ तपाईँले कम्तीमा नै 460देखि 80को रेन्ज चाहिँ कुरेर चाहिँ हाल्नु होला होइन। यो एउटा भयो। मैले अर्को अब जिएचएल चाहिँ भोल्युम हाइड्रो पावर चाहिँ अब किन्ने कि नकिन्ने भनेर म तपाईँहरूलाई भन्न गइरहेको छु होइन। यस्तो सेयर चाहिँ किन्ने कि नकिन्ने त भन्दा भोल्युम हाइड्रो पावर चाहिँ लगभग 200को रेन्जबाट चाहिँ 302मा छ हिजोको दिनमा भने अब यसलाई चाहिँ 302मा पुग्यो, यो 50% बढ्यो। अब नयाँ इन्ट्री गर्नेले चाहिँ किन्ने कि नकिन्ने त भन्दा अब अहिले नकिन्ने, यति बेला किन्यो भने लगभग फस्ने चान्स धेरै हुन्छ। त बढेर माथि जाला रिस्क लिन सक्नेलाई चाहिँ यसले अल टाइम हाई ब्रेक गरेको हुनाले तपाईँहरूले अलिअलि हाल्न त सक्नुहुन्छ। अनि जस्तो कसैले किन्नु भएको छ यसमा 15-20% प्रफिट छ भने बेच्ने कि नबेच्ने भन्दा तपाईँहरू नयाँ हुनुहुन्छ भने कम्पलसरी बेच्नु होला, किनकि यो चाहिँ अब घट्ने सम्भावना धेरै छ। किनकि घटेर नघटिकन माथि गयो भने पनि तपाईँहरूले थोरै प्रफिट बुक त गर्न सक्नुभयो नि त। त्यस कारण यसलाई पछि घट्दाखेरि फेरि किन्न सक्नुहुने भयो, अर्को स्टकमा हाल्न सक्नुहुने भयो। त्यस कारणले यसलाई चाहिँ घटेपछि चाहिँ किन्नु होला।
अहिले बेचेर घटेपछि किन्नु होला। नयाँ हुनुहुन्छ नयाँ इन्ट्री नगरौँ। यसै गरी चार्ट हेरेर चाहिँ तपाईँहरूले बढेको स्टकमा नकिन्ने र घटेको जुन स्टक चाहिँ घटेको छ त्यस्तो स्टकमा चाहिँ मजाले किन्न सक्नुहुन्छ। हो यो तरिकाले चाहिँ अगाडि जानुभयो भने तपाईँहरूको ट्रेडिङ राम्रो हुन्छ। यस्तै खाले भिडियोहरू चाहिँ म बेला बेलामा हालिराख्छु है त।